नमस्कार। आज फागुनको 3 गते अर्थात् फेब्रुअरी 15, 2026। आज हिन्दूहरूको महान चाड महाशिवरात्रि पनि हो र धेरैवटा शिव मन्दिरहरू, तीर्थस्थलहरू जस्तै हाम्रो पशुपतिनाथहरूमा ठूलो भिडभाडका साथ यो चाड मनाइने गर्दछ। धेरै हाम्रा दिदीबहिनी आमाहरूले व्रत बस्ने गर्नुहुन्छ भने गाउँघरहरूमा धुनीहरू लगाएर र मन्दिरमा प्रसादहरू वितरण गरेर पनि यस चाडलाई मनाइन्छ। तर महान चाड यो महाशिवरात्रिको बारेमा के कस्तो महत्त्व छ र शास्त्रमा के भनिएको छ भन्ने कुराको ज्ञान हामी धेरै नेपालीहरूमा छैन र यसको बारेमा के भनिएको छ शास्त्रमा र के वर्णन गरिएको छ, यसको महत्त्व के हो भन्ने कुराको बारेमा आज हामी थोरै जानकारी लियौँ। शिव पुराणको विद्येश्वर संहिताको 9औं अध्यायमा र कोटी रुद्र संहितामा पनि महाशिवरात्रिको बारेमा थोरै वर्णन गरिएको देखिन्छ। शिव पुराणमा के भनिएको छ त भन्दाखेरि भगवान विष्णु र चतुर्मुख श्री ब्रह्माको बारेमा चाहिँ उहाँहरू बीच को ठुलो भन्ने एउटा सानो प्रतिस्पर्धा भइराख्दाखेरि भगवान शिवजी प्रकट भएर उहाँहरूको दम्भ नाश गर्ने हेतुले उहाँले अग्नि प्रकाश स्वरूप स्तम्भ बनेर प्रकट हुनुभयो र दुईजनालाई के भन्नुभयो त भन्दाखेरि मेरो टप र बटम कहाँ हो, मेरो उचाइ अथवा मेरो शिर कहाँ हो र मेरो पाउ कहाँ हो भनेर दुईजनालाई पत्ता लगाउनलाई भन्नुभयो। र भगवान विष्णुले वराह अवतार लिएर पाउ कहाँ हो भनेर खोज्नतिर तलतिर जानुभयो र ब्रह्माले भने हंसको रूप धारण गरेर मास्तितिर उडेर गए र शिर कहाँ हो भनेर पत्ता लगाउनलाई भनेर गए र केही हजारौं वर्ष बितेर गए पनि उहाँहरूले चाहिँ शिर र पाउ पत्ता लगाउन नसके पछाडि फर्केर हार स्वीकार गर्दै भगवान विष्णु शिवजीको सामुमा आइपुग्नु भयो। तर ब्रह्मा भने फर्केर त आउनुभयो, तर उहाँले चाहिँ झुट बोल्नुभयो, मैले शिर पत्ता लगाएँ प्रभु भनेर भन्नुभयो। तर शिर पत्ता लगाएको छैन भन्ने कुरा भगवान शिवजीलाई थाहा थियो। ब्रह्माले यो कुरा प्रमाण गर्नको लागि भनेर एउटा केतकी फूललाई पनि प्रमाण स्वरूप अथवा साक्षी स्वरूप लिएर आएका थिए र केतकीले पनि हो हामीले शिर पत्ता लगाएर आएको हो भन्ने कुराको साक्षी दिए पछाडि क्रोध भएर वीरभद्रलाई चाहिँ ब्रह्माको टाउको काट्नलाई भनेर भनिएको छ शिव पुराणमा। र एउटा टाउको ब्रह्माको टाउको वीरभद्रले काटेको र केतकीलाई पनि कुनै पनि तपाईको यज्ञमा अथवा पूजामा फूल नचढ्ने भनेर उसले पनि श्राप पाएको यो वर्णन यसमा देखिन्छ। र जुन दिन चाहिँ यो घटना घटेको थियो अथवा चाहिँ जुन समयमा यो घटना घटेको थियो त्यो समय चाहिँ तपाईको फागुन महिनाको कृष्ण पक्षको 14औं रात अथवा महाशिवरात्रि, त्यही रातलाई महाशिवरात्रि भनिएको भन्ने कुराहरू गरिन्छ। यो महाशिवरात्रिमा मान्छेहरूले तीर्थ व्रत गर्नाले, पूजा गर्नाले, भगवानको शिवजीको लिङ्ग स्वरूप अथवा चाहिँ मूर्ति स्वरूप पूजा गर्नाले कस्ता कस्ता फल पाइन्छ अथवा के हुन्छ भन्ने कुराको वर्णन गरिएको छ। सबै तपस्याहरूमा, सबै पूजाहरूमा सबैभन्दा महान पूजा अथवा सबैभन्दा महान तपस्या भनेर महाशिवरात्रिको व्रतलाई भनिएको छ। यो दिन तपाईले जानेर अथवा नजानेर व्रत बस्नाले पनि ठूलो लाभ अथवा पुण्य प्राप्त हुने, यहाँसम्म कि मुक्ति नैसम्म पनि प्राप्त हुने कुरा वर्णन गरिएको छ। यसैगरी हामीले महाशिवरात्रिको अर्को वर्णन चाहिँ स्कन्द पुराणमा पनि भेट्न सक्छौं। स्कन्द पुराणको 33औं अध्यायमा महाशिवरात्रिको महिमा अथवा महाशिवरात्रि व्रत बस्दाखेरि पाउने फलको बारेमा महात्म्य लेखिएको छ, जहाँ चाहिँ महाशिवरात्रिको व्रत बस्नाले कस्तो कस्तो फल पाइन्छ भन्ने कुराको वर्णन गरिएको छ। यहाँ एउटा कथा प्रस्तुत गरिएको छ जहाँ लुपधक भन्ने एउटा शिकारी देखाइएको छ अथवा वर्णन गरिएको छ, जुन चाहिँ हरेक दिन आफ्नो जीवनयापन गर्नको लागि वनमा गएर शिकार गर्ने गर्दथ्यो। पढे लेखेको थिएन, केही पनि थिएन, कहिल्यै जीवनमा उसले पूजा आराधना भन्ने कुरा कहिले गरेको थिएन। यस्तो मान्छे सधैँ शिकार गरेर आफ्नो जीवनयापन गर्दथ्यो। एक दिन के भयो त भन्दाखेरि शिकार गर्नलाई भनेर ऊ वनमा जाँदाखेरि उसले शिकार भेटेन। शिकार नभेटिसके पछाडि ऊ बेलको रुखमा बसेर उसले शिकार पुर्यो। रात परिसकेको थियो, दिनभरि उसले केही शिकार भेटेको थिएन, भोकै थियो, पानी पिएर मात्रै शिकार गरेको थियो। उसले एउटा रुखमा बसेर शिकार पुर्यो, जुन रुख बेलको रुख थियो, जसको ज्ञात पनि उसलाई थिएन। उसलाई बेलको रुख के उसलाई केही पनि थाहा थिएन। उसले शिकार पुरेर बस्यो। शिकार पुर्ने क्रममा के भयो त भन्दाखेरि रातभरि उसले नसुतिकन जागेरै रात बिताउनु पर्यो शिकारको खोजीमा। यसरी ऊ रुखमा बस्दाखेरि के भयो त भन्दाखेरि उसको ऊ यताउता साराकसुरुक गर्दाखेरि रुखबाट पातहरू खस्थ्यो, उसले पिउन राखेको पानीहरू खस्थ्यो र यसरी के भयो त भन्दाखेरि शिवको लागि गरिनुपर्ने जुन पूजा अथवा शिवको लागि गरिनुपर्ने जुन आराधना जुन हुन्छ महाशिवरात्रिमा उसले नजानी नै पनि पूरा गरिराखेको थियो।
शिवरात्रिको के हुन्छ त तपाईँको भन्दाखेरि भोकै बसेर रातभरि जागराम बसेर नसुतिकन बेलहरू चढाउँदाखेरि जलहरू चढाउँदाखेरि भगवान शिवजी प्रसन्न हुने गर्दछन्। जुन कुरा उसलाई कुनै ज्ञात थिएन तर उसले नजानी पनि त्यो कुरा गरिराखेको थियो। कुन दिनमा गरिराखेको थियो त भन्दाखेरि महाशिवरात्रिको दिनमा गरिराखेको थियो। अब कहानीमा के पनि भनिएको छ त भन्दाखेरि एउटा अब मृग आयो, मृगलाई मार्न खोज्दाखेरि उसले मानेन, अथवा चाहिँ मलाई घरमा गएर मेरो छोराछोरीलाई चाहिँ नि एउटा राम्रो व्यवस्था मिलाएर आउन दिए, अनि त्यस पछाडि म फेरि आउँछु, अनि त्यस पछाडि मलाई मार्नु भन्ने कुरा पनि वर्णन गरिएको छ त्यहाँ। र मृगलाई उसले जान दिन्छ, फर्केर फेरि मृग आउँछ, र मृग आइसके पछाडि मृग ल यो कति चाहिँ मर्नकै लागि भनेर पनि उसले आफ्नो वचन पुरा गर्नलाई आयो भन्ने कुराले त्यो सिकारीको मन पग्लेको, यस्ता हरेक कुराहरूको वर्णन गरिएको छ। तर के भयो त भन्दाखेरि जब त्यो सिकारीको प्राण गयो, जीवन सकियो, त्यस पछाडि जीवनभर उसले शिकार गरेको, अरू प्राणीहरू मारेको भनेर चाहिँ उता यमराजका दूतहरू आए लिनलाई। भने त्यहाँ के पनि वर्णन गरिएको छ त भन्दाखेरि शिवका गणहरू पनि कैलाशबाट आए र दुवैजनाको बीचमा चाहिँ किन यो त पापी मान्छे हो, यसलाई त यमराजले लिन पठाएका छन् भन्ने कुरा गर्दाखेरि गणहरूले के भन्यो भने उसले महाशिवरात्रिको दिनमा व्रत बसेको थियो र त्यो व्रतको कारणले गर्दाखेरि उसको जीवनमा गरेका सम्पूर्ण पापहरू नष्ट भएको र कैलाश धाम लिएर गएको भन्ने कुराहरूको पनि त्यहाँ वर्णन गरिएको छ। यसैको तपाईँको महाशिवरात्रिको वर्णन अरू विभिन्न पुराणहरूमा पनि गरिएको छ, जहाँ चाहिँ महाशिवरात्रिको व्रतको महिमा, फल के हुन्छ भन्ने कुराहरू तपाईँको नारद पुराणमा, यस्तै गरी पद्म पुराणमा पनि वर्णन गरेको पाइन्छ। अर्को मान्यता के पनि छ भन्दाखेरि महाशिवरात्रि चाहिँ शिव र पार्वतीले विवाह गरेको दिन हो पनि भन्ने गरिन्छ, जबकि यसको कुनै पनि प्रमाण शास्त्रमा भेटिँदैन। शास्त्रमा शिव पार्वतीको विवाहको तिथि चाहिँ मार्गशीर्ष महिनाको शुक्ल पक्षको पञ्चमी तिथिलाई बताइएको छ, जुन चाहिँ महाशिवरात्रि होइन, त्यो दिनमा विवाह भइएको भनेर चाहिँ शिव पुराणमै पनि बताइएको छ। र महाशिवरात्रिको व्रतको फल के हुन्छ, कस्तो हुन्छ, शास्त्रमा के लेखिएको छ त हामी बुझ्यौँ आज, होइन? अब महाशिवरात्रिको बारेमा शास्त्रले के भनेको छ, कहाँ के वर्णन गरिएको छ भन्ने कुरा त हामीले बुझ्यौँ। अब महाशिवरात्रिमा के गर्ने भन्ने कुरा बुझौँ है त। महाशिवरात्रिमा चाहिँ व्रत बस्ने मान्छेहरूले केही पनि नखाइकन बस्नुपर्छ र खाली पेट रातभरि, बिहान अथवा बेलुकासम्म रातभरि चाहिँ नसुतिकन आफ्नो मेरुदण्डलाई सिधा बनाएर बस्नु पर्दछ। यो दिनमा चाहिँ के हुने मान्यता छ त भन्दाखेरि मान्छेको जुन जीवन ऊर्जा छ, लाइफ एनर्जी जुन छ, त्यो चाहिँ नेचरले नै मास्तिर ऊर्ध्वगमन गर्ने एउटा विश्वास गरिन्छ। बिस्तार माथि एनर्जीहरू चाहिँ आफै माथि उठ्ने मान्यता गरिन्छ। त्यसलाई एक्स्ट्रा सपोर्ट हुनको लागि मान्छे चाहिँ मेरुदण्डलाई सिधा बनाएर बस्नुपर्ने मान्यता हो। यदि कोही मान्छे सुत्छ भने त्यो मान्छेको इनर्जी मास्तिर जान सहज हुँदैन। त्यही भएर जागृत अवस्थामा ध्यान मुद्रामा रातभरि भगवान शिवको स्तुति गरेर बस्नुपर्ने मान्यता हो। यदि यो सबै गर्नाले वर्षभरि गरेको सबै तीर्थ व्रत अथवा शिवको पूजा भन्दा यो दिन गरेको शिवको उपासना सबैभन्दा महत्त्वपूर्ण मानिने विश्वास गरिन्छ।